त्यो हेटौँडाको चाहिँ चुच्चे खोलामा चुच्चे खोला भन्ने ठाउँमा चाहिँ आज चाहिँ यस्तो अचम्मको कुरा भयो। एउटा बोलेरो यो बाटो यहाँको चाहिँ माछा प्लान्टमा चाहिँ आउने बाटो यो। यहाँनिर चाहिँ बोलेरो चाहिँ आज हिँड्दा हिँड्दै बाटो भाँसिएर अनि भित्र छिर्यो। अब यत्रो छ एरिया, यत्रो छ, यतिमा भित्र छिर्यो। अब कहीँ पनि देखेको छैन होइन। यहाँ चाहिँ अब यस्तो अवस्था छ, कसै झिक्न जाने अवस्था पनि छैन। यता माछा प्लान्ट छ, उता माछा प्लान्ट छ, यता बस्ती अब यो खेतीयोग्य जमिन छ, यता माछा प्लान्ट छ। अब यो बिचबाट बाटो, यसमा चाहिँ अब बोलेरो यहाँनिर चाहिँ छिर्यो। अब यहाँ कहीँ देखिएको छैन। अब यो के हो, यो अचम्म केही अब के शक्ति छ कि के छ, अचम्मै भयो। अब यहाँ यस्तो अवस्था छ। अब यहाँनिर चाहिँ बासिन्दाहरू वरिपरि हुनुहुन्छ हेर्ने उपाय केही पनि छैन, यहाँबाट झिक्ने उपाय केही पनि छैन, यस्तो अवस्था।